एक जंगलको छेउमा हिमालको काखमा बसेको एउटा सुन्दर गाउँ थियो। त्यहाँ रामे नामको एउटा इमान्दार गोठालो बस्थ्यो। रामे सधैँ साँचो बोल्थ्यो, कसैलाई धोका दिँदैनथ्यो। ऊ हरेक दिन आफ्ना मोटा मोटा बाख्राहरू चराउन जंगलतिर लैजान्थ्यो। बाख्राहरू खुसीसँग उफ्रदै घाँस चर्दै थिए। रामे पनि मुस्कुराउँदै, तर त्यही जंगलमा एउटा चलाक स्याल बस्थ्यो। स्यालको बानी नै थियो अरूलाई छल गरेर पेट भर्ने। एक दिन उसले रामेका ती मोटा बाख्राहरू देख्यो। उसको आँखा चम्कियो, जीभ चाट्यो। मनमा नै सोच्यो, आज त चाल चलाएर एउटा बाख्रा खानु। स्याल रामे कहाँ आएर मिठो बोलीमा भन्यो, ए गोठालो भाइ, तिमी धेरै थाकेको जस्तो देखिन्छौ। आराम गर्न, म तिम्रा बाख्राहरू हेर्छु। केही बिग्रने छैन। रामे अलि थाकेको थियो। उसले स्याललाई हेरेर भन्यो, ठिक छ दाइ, तर इमान्दारी नछोड है। म अलि पर बसेर आराम गर्छु। रामे अलि परको रुखमुनि बस्यो, तर आँखा भने बाख्रातिरै थियो। स्यालले मौका देख्यो। ऊ चाँडै एउटा बाख्रा समातेर जंगलतिर भाग्न खोज्यो। बाख्रा करायो, मा मा, तर रामेले सबै देखिसकेको थियो। ऊ तुरुन्त उभियो, ठूलो स्वरमा चिच्यायो, धोका दिने कहिल्यै लुक्न सक्दैन। उसको आवाज जंगलभरि गुन्जियो। नजिकै काम गरिरहेका गाउँलेहरूले सुने। उनीहरू लट्ठी बोकेर दौडिए। स्याल डरायो। बाख्रा छोडेर पुच्छर लुकाउँदै भाग्यो। गाउँलेहरूले बाख्रालाई बचाए। सबैले रामेलाई प्रशंसा गरे। राम्रो काम गर्यौ रामे। इमान्दारीले नै तिमीले धोकाबाट बचायौ। रामे मुस्कुरायो, बाख्राहरूलाई माया गर्दै भन्यो, सधैँ सत्य बोल्नुपर्छ। वा तिम्रो मनको कुरा। र यस्तै धेरै मज्जाका नेपाली कथाहरू सुन्नका लागि सब्स्क्राइब गरेर बेल आइकन पनि दबाउनु है।